हेलो दर्शकवृन्द, स्वागत छ यहाँहरूलाई हाम्रो च्यानल डिजिटल ज्ञान भण्डारमा। आज म हजुरहरूलाई कतार गभर्नमेन्टको मद्रास भन्ने एपमा आफ्नो एकाउन्ट कसरी क्रिएट गर्ने, आफ्नो एकाउन्ट कसरी खोल्ने, त्यही भएर हाम्रो च्यानल डिजिटल ज्ञान भण्डारलाई सब्सक्राइब गरेर राख्नुहोला। यो मद्रास भन्ने एप नेपालको नागरिक एप जस्तै रहेछ। त्यहाँ आफ्नो सबै डकुमेन्टहरू लिङ्क गरेर राख्न सक्नुहुनेछ। जस्तै हामी नेपालमा बस्दा नागरिक एपमा राख्छौँ। सबै प्रक्रिया यो भिडियोमा दिइरहेछु, त्यही भएर भिडियो अन्तिमसम्म हेर्नुहोला। सबभन्दा पहिला आफ्नो मोबाइलको मद्रास भन्ने एप ओपन गर्नुस्। मद्रास ओपन भयो अनि यहाँ आफ्नो आइडी नम्बर चाहिँ इन्ट्री गर्नुहोला। म चाहिँ आफ्नो आइडी नम्बर इन्ट्री गरिरहेछु, त्यही भएर आफ्नो आइडी नम्बर यहाँ हालेपछि निलो धर्चामा क्लिक गरेर नेक्स्ट गर्नुहोला। एकैछिन यहाँ आफ्नो जन्म मिति इस्वी सम्बत एडीमा सेलेक्ट गर्नुहोला। म चाहिँ आफ्नो जन्म मिति सेलेक्ट गरिरहेछु अनि यहाँ कतारको झन्डा भएको ठाउँमा आफ्नो मोबाइल नम्बर हाल्नुहोला अनि यहाँ आफ्नो एउटा स्ट्रङ पासपोर्ट राख्नुहोला। म चाहिँ आफ्नो पासपोर्ट क्रिएट गरिरहेछु, स्ट्रङ पासपोर्ट हाल्नुहोला अनि मद्रास लोडिङ लिन्छ अनि यहाँ कोड आइदिन्छ। कोड राम्ररी हेरेर, यो 6 डिजिटको कोड हुन्छ, त्यो राम्रोसित हेरेर राख्नुहोला अनि कोड राख्दा बित्तिकै लगइन पेजमा फेरि आइदिन्छ। यहाँ आफ्नो अघि राखेको पासवर्ड टाइप गर्नुहोला। म चाहिँ आफ्नो पासवर्ड टाइप गरिरहेछु। म चाहिँ आफ्नो पासवर्ड टाइप गरेँ अनि लगइनमा क्लिक गर्ने बित्तिकै, यो निलो धर्चामा क्लिक गर्ने बित्तिकै हजुरको मद्रास भन्ने एपमा हजुरको एकाउन्ट क्रिएट हुन्छ। यहाँको रुल्स, एपको रुल्स जुनसुकै रहेछ त्यो सबै हेर्न सक्नुहुनेछ। यहाँ यस्तो फेस देख्न सक्नुहुनेछ, यस्तो हजुरको यहाँ आइडी सो गर्छ।